सबैभन्दा पहिला त यसपटकको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ। यहाँहरूलाई यो ज्ञान होस्, यसपटकको यो देश यसपटकको निर्वाचन 2082 को निर्वाचन विशेष निर्वाचन हो। विगतमा भएका कयौं निर्वाचनहरू र भविष्यमुनि निर्वाचनभन्दा यो फरक निर्वाचन हो र त्यो निर्वाचनबाट आएको म्यान्डेट हो अहिलेको संसद। त्यसकारणले हामीलाई थाहा छ र म सभामुख हैसियतमा बस्दै गर्दाखेरि मलाई राम्रोसँग थाहा छ यसपटकको बलियो प्रतिपक्षी जनता नै हुन्, नागरिक नै हुन् सबैभन्दा पहिला। र दोस्रो, प्रतिपक्षमा एकजना मात्रै किन नहोस्, प्रतिपक्ष नै हो र उहाँहरू पावरफुल हुनुहुन्छ र यहाँहरूलाई जानकारी नै छ। सदन भनेको विशेषतः प्रतिपक्षकै हुनुपर्छ भन्ने मैले राम्रोसँग बुझ्न